हेलो सो वेलकम ब्याक मेरो भिडियोमा स्वागत छ। आज चाहिँ माथिको पार्कतिर जाने भने रेडी भइसक्यो। आसाम स्टेट हुन्छ माथि गएर म भिडियो सुरु गराउँछु। मौसम चाहिँ आज घाम लागेको छ, चकाचक छ। तपाईँलाई क्रस फायर चाहिँ यही छ। हेलो सो फाइनली गाइस म चाहिँ आइसकेँ। तपाईँलाई आज पनि साइकलमै छु। केटाकेटीहरू धेरै मान्छेहरू पहिले छैन, यही ग्यापमा आएन 9-10 महिनाकै ग्यापमा म चाहिँ यहाँ माथि जाँदैछु। अब टक्क लाएर पछि आएँ म एक्लै। गर्मी भयो यार बिहानहरू पनि। म बिस्तारै देखाइ नै हाल्छु माथि जाँदा। माथि टावरमा चढिहालेँ। वाउ नजारा समुद्र नजिकै छ। तल जाम्नेजर हिँडेर जस्तै सानो पसिमस गर्दैछन् मान्छेहरू, कुकुर दबाछन्। हामी काम गर्नु हेलो सो गाइस फेरि पनि स्वागत छ मेरो भिडियोमा तपाईँहरूलाई। म चाहिँ अब हिँडिसकेँ, धेरै बस्यो यहाँ। अब 2-3 घन्टा बस्यो यहाँ। बसेर चाहिँ म भिडियो सिडियो बनाउने टिकटक बनाउने गरेर चाहिँ 17 पनि निस्कियो। के छ त गाइस, सन्चै आरामै हुनुहुन्छ तपाईँलाई चाहिँ आफ्टर लङ टाइम। म आजकल चाहिँ अलिकति भिडियो गराउँछु भने यसो हिँडिरहेको छु। एक्लो छु अहिले चाहिँ जापानमा। अब जापानमा मात्र भएन लगायत अन्य विदेशहरू पनि साथीभाइ दिदीबहिनी दाजुभाइ दिदीबहिनीहरू सबैजना विदेशको एक्लो अनुभव एक्लो महसुस त हुन्छ नै होला पक्कै पनि तपाईँहरूलाई जस्तै मलाई जस्तै। सो त्यो भएर एक्लो फिल भएको कारणले चाहिँ एक्लो भएर पार्कतिर आएर यस्तो घुमघाम भन्ने के घुमाउने यत्तिकै बसेर भिडियो सिडियो बनाउँदै सर। अब साँझ पर्न लागिसक्यो, काम पनि अस्ताउन लागिसक्यो। टक्क लाएर म चाहिँ एक्लो काटेँ। जिन्दगी चलिरहेछ जिन्दगी। वाह ये नजारा क्या दिख रहा है। सो गाइस फेरि पनि स्वागत छ मेरो भिडियोमा। म चाहिँ अब साइकल डोराउँदै सर पानी साकुरा फुल फुल्न लागिसक्यो, रातो रातो हुन लागिसक्यो। फुलको थुङ्गा बगेको गङ्गा हो कि। एक्लै हिँड्नु परेछ, यस्तो छ जिन्दगी। देशको ठाउँमा कोही आफ्नो साथी, आफ्नो प्राण मित्र, आफ्नो मान्छे भन्नु त त्यस्तै रहेछ। जसरी नै जीवनलाई एक्लै नै चल्नु पर्ने रहेछ भएर होला। सुरुमा हामी जापान आएको 1 महिनामै हामी चाहिँ यहाँ घुम्न आएको थियो। अहिले भइरहेको छ। अहिले त त्यस्तै रहेछ जापान पनि भन्ने हुन्छ, किनकि अब एक्लो जहाँ गयो भने एक्लै म चाहिँ आज एक्लो के भन्नु। हेलो साथीहरू, स्वागत छ मेरो भिडियोमा। तपाईँहरूको पनि एप्रिल इन्टेकको सिओ आयो होला पक्कै पनि। कुन ठाउँमा आउँदै हुनुहुन्छ ट्याक्क कमेन्ट गर्नु होला। तपाईँ चाहिँ फुकुओका हुनुहुन्छ भने चाहिँ यसो कमेन्ट बक्समा कहाँदेखि हुनुहुन्छ कमेन्ट गर्नु होला। तर के थाहा मेरो साइडमा आउनुभयो भने टक्क कामसाम खोजेर कामसाम खोजिदिउँला। सेन्पाई भइसक्यो अब त निनेन्से। सो कमेन्ट गर्नु होला को चाहिँ कहाँ आउँदै हुनुहुन्छ। एकदम खुसी हुनुहुन्छ होला सिओ आयो, अब छिट्टै नै जापान आउँदै हुनुहुन्छ, खुसी हुनुहुन्छ होला है। एकदम कतिको एक्साइटेड ल मेरो बोली एक्सरसाइज क्या।
एक्स भन्ने होइन यस्तो जिउरो लड गरिन्छ कि कुनै अप्ठ्यारो शब्दहरू त जिउरै फर्किन्न क्या जरा टोटले छ टोटले यसमा चाहिँ खेल्नुवाला जस्तो है एक लट खेलिदिन्छु कि हाम्रो सबको अब ड्रिम कन्ट्री जापान कस्तो छ भनेर तपाईँहरूलाई आएपछि थाहा हुन्छ भन्ने भने त के भन्ने जापान एकदम मजा यसमा खेल्नु लगाएको साथीहरू है यो उस जस्तो रहेछ ल मजा आउँछ मलाई हेलो ल तानो डान्छ नि मजा आयो फेरि वान मोर मजा आउने रहेछ साथीहरू माइ गड जापानमा के गर्नु यस्तै एकल काटे बाँडेर हुन्छ नि नेपालमा त्यस्तै फिल भइरहेछ एकल काटे बाँडेर जस्तो यहाँ यस्तो घिर्ने रहेछ क्या यो केटाकेटी खेल्ने ठाउँ हो आज चाहिँ म पनि खेल्नु केटाकेटी नै हो म पनि 1 2 3 गो वाउ मजा आयो ल यतिको मजा चाहिँ ल्याउनु पऱ्यो एक्लै भए पनि अब यस्तो साथीहरू चाहिँ अब सब आफ्नो काममा बिजी उनीहरूको छुट्टी हुँदा चाहिँ मेरो काम हुन्छ मेरो काम हुँदा तिनीहरूको छुट्टी हुन्छ त्यसैले चाहिँ हाम्रो चाहिँ भेटघाटै गर्न एकदम गाह्रो नै हुन्छ किनकि अब जापानको लाइफ त्यस्तै हो रात दिन भन्ने केही थाहा छैन रात दिन न भोक भन्यो न निन्द्रा भन्यो त्यत्तिकै काम स्कुल जानुपर्छ त्यो भएर चाहिँ यस्तो एक्लो भइन्छ हुनुहुन्छ है जापान ल ठिक छ आउनुहोस् जापान आफ्नो स्ट्रगल गर्नुहोस् स्टुडेन्ट लाइफमा एकदम त्यो चाहिँ के हो यस्तो दामी चित्रमा छ यहाँ चाहिँ सर यो चाहिँ साकुरा हो है फुल्छ होला आज चाहिँ भिडियो सिडियो बनाउने साइकल चाहिँ उठा राखिदिएँ मैले यहाँ साकुरा फुल यो सेतो रहेछ यो चाहिँ सेतो फुलेर नि अँडेर भइसक्यो यार अब के देखिदिन फुलको थुङ्गा हो कि बगेको गङ्गा हो कि वाह नजारा सो ब्युटिफुल ने बिस्तारै फुल्दैछ यो साकुरा फुलेपछि चाहिँ यहाँ चाहिँ बब्बाल हुनेवाला छ है पानी खाने ठाउँ ओ सुगोइ ओए कहाँ हालिन्छ पानी फुल्न साकुरा फुल्नलाई एकदम रेडी भइसक्यो यहाँ पनि यसरी बगैँचामा फुल फुल्छ यस्तो दामी पनि खेल्नु पर्ने जस्तो छ पुरा फुलिसक्यो यहाँ चाहिँ के गर्दाखेरि जस जापानमा पनि जापानिजहरूलाई देखेर यिनीहरू किन एक्लै बस्छ किन एक्लै डुल्छ किन एक्लै खान्छ अनि सोचिरहेको थिएँ अहिले त आफै एक्लै हिँड्न परिरहेछ एक्लै खानु परिरहेछ सेम बट दि प्लान नो मनी नो हनी तपाईँहरूलाई यो साकुरा फुलेपछि म देखाउँछु भिडियोहरू बिस्तारै साकुरा फुल्नलाई रेडी छ रात परिसक्यो अब जानु पर्यो हो बिस्तारै आजको भ्लग चाहिँ यति नै हुन्छ होला अघि अब ऋण दिनु सके छैन स्कुलको फी हाल्दा ठिक्क हुन्छ अनि ऋण कहाँ अब त झन् अब स्कुलको फी भन्यो अनि फेरि सेनमन खोज्नुपर्ने हुन्छ सेनमनको पनि फी हाल्नुपर्ने हुन्छ अबबाट झन् नेपाल पैसा पठाउनु त झन् नसकिने भयो
यो चाहिँ अब यस्तो व्यायाम स्याम गर्ने हो यहाँ चाहिँ व्यायाम के हो यो यस्तो रहेछ हेरे यस्तो गर्ने सररररर बेगमारी बेनी कवस आयो ल सो गाइज आज चाहिँ यति नै थोरै यसो भ्लग गराइदिउँ भनेर आज चाहिँ पार्कतिर आएको भ्यू त नजारा त पुरै नेपालको जस्तो छ पहाडहरू छ पहाड अलिकति विकसित भएर मात्र हो नत्र त नेपाल जस्तै हो यो पनि छ या भाइ ने ल सो थ्याङ्क यू सो मच एभ्रिवान लास्टसम्म हेर्नुभएकोमा धेरै धन्यवाद अनि लाइक कमेन्ट सेयर गर्नु पऱ्यो अब चाहिँ म यस्तो बिस्तारै यसरी नै भ्लग भिडियोहरू बनाउँदै जान्छु अब भन्ने चाहिँ यसो जाँगर चलिरहेको भन्छ यसो लाइक कमेन्ट्स सपोर्ट चाहिँ गर्नु पऱ्यो साथीहरूले यति नै आजको लागि चाहिँ बाई बाई